ल साथीहरू, के तपाईँ पार्वती गुफाको भ्रमण गर्नुभएको छ? छैन भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। हामी आज पार्वती गुफाको भ्रमण गर्दैछौँ, त्यो पनि मेरो बचपनको साथी। हामी झन्डै 3-4 क्लासदेखि नै 10सम्म सँगै पढेको साथी, मेरो एकदम नजिकको साथीसँगै हामी आज भ्रमण गर्दैछौँ। झन्डै हाम्रो भेट 10-12 वर्षपछि भएको थियो। यही भेटमा हामी यसरी घुम्न गएका थियौँ। पार्वती गुफा कुस्मा नगरपालिका 1 र 2 पाङ र खुर्कोटको बिचमा रहेको छ। यस पार्वती गुफालाई यहाँको स्थानीय सरकार र स्थानीय बासिन्दाहरूद्वारा संरक्षण गरी निकै सुन्दर र कलात्मक तरिकाले जाने आउने बाटो व्यवस्था सहित बनाइएको छ। र सुरुमा त यस गुफालाई भुवनेश्वरी गुफा भनेर चिनिन्थ्यो। हामी सानो सानो क्लासमा हुँदा पनि हाम्रो गुरुहरूले घुमाउन लिएर आउनुहुन्थ्यो। तर पछि विभिन्न पण्डित वा विद्वानहरू, स्थानीय बासिन्दाहरूले खोज अनुसन्धान गर्दै जाँदाखेरि पार्वतीको जन्मस्थान रहेको भन्ने किम्वदन्ती सहित यसको नाम चाहिँ पार्वती गुफा राखिएको भन्ने छ। निकै सुन्दर तरिकाले बनाइएको रहेछ, कलात्मक तरिकाले, पानी जाने व्यवस्था सहित। किनकि बर्खामा ठुलो पानीको भेल आउने गर्दछ, त्यसलाई पनि जाने बनाएर निकै राम्रो बनाइएको रहेछ। हाम्रो भलाकुसारी सँगसँगै हामी अगाडि बढेर हेर्दै थियौँ। गत वर्ष स्थानीय सरकार सँगसँगै स्थानीय बासिन्दाहरूले धन्याञ्जल गरी केही रकम सङ्कलन गरी यस गुफालाई व्यवस्थित र विकसित गराइएको रहेछ, ताकि आउने आन्तरिक पर्यटक तथा विभिन्न भक्तजनहरूलाई सजिलोसँग आउजाओस् होस् भने। र यससँगै मन्दिर पनि निर्माण गरिएको रहेछ भित्र, सँगसँगै चर्पी पनि व्यवस्था गरिएको रहेछ। फर्किने यही बाटो हो। एकदम राम्रो व्यवस्थित चाहिँ भएको छ। त्यही हो नि, त्यही उसमा। पहिला त हामी एक्लै आउन डर लाउने होइन। पहिला त पानी धेरै चुह जस्तो मान्थ्यो, अहिले त पानी नै चुहुँदैन। 2-4 वर्ष विदेश बसेर ये लम्बे लम्बे पात के आयो भने यस्तो कुरा नगर्नु। यसमा 13 वर्ष भनेको पनि थोरै होइन नि त। अनि के 13 वर्ष तिमी 13 वर्षमा सबै विदेश बस्छौ, नेपाल आएन? आएँ आउन त। र पनि यहाँ त 12 मास पानी चुह जस्तो मान्थ्यो। चुइरहेछ त पानी त अहिले। पानी त चुइरहेछ थोरै त्यो।
होइन नम्बरै लिइनँ मैले अस्ति मेरो नम्बर लिएको थिएँ तिमीले जागिर नखाऊ भनेर हुन्छ त हुँदैन हो मैले भन्नु खोजेँ केटीले बच्चा बच्ची कस्तो म त यार एकदम बुढो भयो जस्तो लाग्यो है के भन्नु यार कतिलाई त मैले थर्काएको पनि छु क्या दाइ भने त केटाहरू त दाइ भने त बुझिन्छन् केटीहरूलाई तिनी त्यो मोटरसाइकलमै अब रहेछ क्या सवार गर्ने अझ यहाँ माथि यसरी बनाउनै बाँकी रहेछ यता पनि यता र नि यो यहाँबाट नि त उक्लिनु बनाउनु पऱ्यो नि त अनि यो त बनाउनु बनाउनु दुईतिरबाटै जाने बाटो बनाउनु होइन उक्लिनु त राम्रो बाटो त भन्नु पऱ्यो नि त अनि बर्खा त ठुलो पानी आउँछ नि भगवान आउँछ यता यता आउँदा ठुलो बनाएको त के हुन्छ नि उता त्यति अड्ने कस्तो उसो बिहा गरेको